नेपाल कहिले बेच्दैछु कम्तीमा समयमा नेपाली जनतालाई जानकारी गरौँ। उद्योग मन्त्रीजी यही हुनुहुन्छ। उद्योग मन्त्रीजीको स्टेटमेन्ट पढ्थे कि बजारलाई हामी कन्ट्रोल गर्न सकेन, अनुगमन गर्न सकेन। त कसले गर्ने? भगवानले? पशुपतिनाथले? पहिला श्रमिकलाई भगाए देशबाट, त्यसपछि विद्यार्थीलाई भगाए, अब व्यापारी भगाउनेतिर राखेको छु। मात्र नेता र कर्मचारी बसौँ यो देशमा र देश लुटौँ। मन्त्रीजीको बाउको देश हो या प्रधानमन्त्रीजीको बाउको देश हो? देश जनताको। परराष्ट्र मन्त्रालय खाली विदेश घुम्नको लागि बनेको हो कि आफ्नो नागरिकको जीवधन सुरक्षा गर्नको लागि, चासो व्यक्त गर्नको लागि हो? कृषिको उत्पादन बढाउने कुरा हुन्छ, हरेक साल वैज्ञानिक खेतीको कुरा हुन्छ। त्यो वैज्ञानिक खेती कुन ग्रहमा हुन्छ? मंगल ग्रहमा हुन्छ कि बुध ग्रहमा? नेपालको धरतीमा त भइरहेको छैन। जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको भौतिक पूर्वाधार कार्यालयमा देश विकासको काम धमाधम भइरहेको थियो, किनकि यो सरकार 2 तिहाईको सरकार हो। यसले यति फास्ट काम गर्छ कि राति 1 बजे पनि कर्मचारी बियर खाएर पनि काम गरिराखेका छ। मैं 15 मिनट तक अपनी सांस रोक सकता हूँ। त्यो किनकि दिउँसो त काम गर्न पाउँदैन।